आफ्नो आमाको अन्तिम दाह संस्कार गर्दै हुनुहुन्छ, अन्तिम बिदाई गर्दै हुनुहुन्छ। राख्यो। त्यसपछि मैले मेरो श्रीमतीलाई औषधि बेलुका खुवाएर यसरी गरेर आयो। मलाई छोडेर जाने छुट छैन तिमीलाई। मलाई लाँदाखेरि छोरालाई पनि लैजाऊ, मलाई पनि लैजाऊ, नभए तिमीले जाने छुट छैन। धेरै मैले भगवान्सँग प्रार्थना गरेर दुख पालेर मेरो श्रीमतीलाई बचाएँ मैले। तर आज यस्तो घटना घट्दा फेरि अर्को मलाई मन दुखीको छ। माया होइन तपाईँहरूसँग, माया छैन, क्रूरता मात्रै छ। यो केसलाई एकदम सरकारले हेरियोस्, नयाँ कानुन संशोधन गरोस्। यदि त्यस्तो हो भने हदैसम्मको कारवाही मिल्छ भने फाँसीको सजाय दियोस् भनेर म पनि यहाँहरूको मिडिया समक्ष आएको छु। मन असाध्यै दुखेको छ, असाध्यै टेन्सन भएको छु। म अहिले जिल्लातिर जान लागेको थिएँ। तपाईँहरूसँग भेट्ने मेरो एकदमै चाहना पनि थियो। मैले कहाँ भेटौँ भन्ने पनि थियो। म अहिले साथीहरूलाई बाहिर कुराएर राखेर होइन यो अहिले म बोल्नै पर्छ, म तपाईँहरूसँग भेट्नै पर्छ भनेर तपाईँ कहाँदेखि आउनुभयो। आज यो भिडियो यहाँको क्यामेरा मार्फत गयो, सबैले हेर्नु होला। र म त्यो काम सकाएपछि यो केसलाई अगाडि बढाएरै छोड्छु। त्यो कन्टेन्ट बनाएर के हो कि जस्तो पनि लागेको छ। सधैँ फन्डा गर्ने मान्छे होइन, कहाँ के हो भन्ने पनि भयो। अनि एकछिन मलाई क्लियर हुनु नै टाइम लाग्यो कि त्यसमा चाहिँ। अब यो घटनाले वास्तवमा समाजमा कस्तो खालको असर परेको छ चाहिँ एउटा यहाँ त एउटा राजनीतिज्ञ पनि हुनुहुन्छ। एकदमै यो त एकदम क्रूर घटना पनि हो। एउटा श्रीमती जो सँगै जिउने सँगै मर्ने कसम खाएको श्रीमतीलाई एउटा घाँटी रेटेर जागिरबाट फर्किएको श्रीमतीले बाटो ढोकेरै गर्नु भनेको त्यो त एकदमै क्रूर घटना। एकदमै हुनु त अब धेरै कुराहरू यस्तो कुराहरूमा हामी पहिलादेखि नै अलिकति सचेत पनि भएको थियौँ। यस्तो केसहरू पहिला घटि पनि राखेका थियो होइन। र कति केस त्यो घटनालाई हेरेर अब सुध्रिनुपर्छ है, अरू पनि देखेर चेत्नुपर्छ भन्ने पनि हामीले त्यो आवाजहरू पनि उठाएको थियौँ होइन। र साँच्चीकै यस्तो जघन्य अपराध फेरि पनि आएर घट्यो होइन। अब यो घटनामा चाहिँ धेरै सजग हुनुपर्छ भन्ने मलाई लाग्छ। राज्य तर्फबाट पनि यो चिजलाई एकदमै सशक्त हिसाबले उठाउनुपर्छ होइन। र यसमा कमी कमजोरी सबैको छ जस्तो मलाई लाग्छ होइन। र तपाईँको त्यो भिडियोले बोल्दै गर्दाखेरि भोलि प्रतिक्रियाहरू हेर्दै गर्दाखेरि चाहिँ तपाईँको चाहिँ यतापट्टि प्रशासन पनि अलिकति कमजोर प्रस्तुत देखियो यसमा चाहिँ है। अब यो कुरालाई पनि एकदम छानबिनको दायरामा अगाडि ल्याउनुपर्छ भन्ने मलाई लाग्छ है। किनभने उहाँको छोरा दुईवटा छ हगि, एकजना चाहिँ अलिक ठुलै भइसकेको छ, एउटा सानो बच्चा नै छ 5 वर्ष जतिको। म
हेरिराखेका हुन्छ त्यो चाहिँ किनभने यो परिवारसँग जोडिने केस भएको कारणले गर्दाखेरि त्यो पीडामा चाहिँ यो पीडा पनि एउटै मलाई लाग्छ नि त। त्यस कारणले गर्दा यो कुरामा चाहिँ एकदमै अब प्रशासनलाई पनि अब चाहिँ छानबिन गर्नुपर्छ भन्ने जस्तो पो लागेको छ मलाई त। त्यो देखिरहेछ किनभने उहाँले 4-5 पटकसम्म हार गुहार गरेर त्यहाँनिर यो केस दर्ता गरिदेऊ न, यसलाई अलिक सिरियसली लिइदिनुहोस्, किनभने यो जुन खालको डिभोर्सको केसमा पुगिसकेको छ भने उहाँहरू चाहिँ आफ्नो तरिकाबाट चाहिँ जिउनु पाउनुपर्छ। र मलाई यस्तो मानसिक टर्चरहरू आइरहेको छ, काममा विवाद मतलब हरेक कुरामा चाहिँ अगाडि बढ्न सकिरहेको छैन र मलाई यसको कुटपिटको घटनाहरू धम्कीको घटनाहरू पटक दिइरहेको छ। र मलाई चाहिँ यो मेरो सुरक्षाको लागि तपाईँले एउटा निवेदनलाई चाहिँ सहज रूपमा लिएर साँच्चीकै कारबाहीको दायरामा अगाडि ल्याइदिनु पर्यो। नेपालको कानुनले के भन्छ भने कानुनको दायरामा गइसकेपछि त्यो चिजलाई कसैले पनि हातपात छुन मिल्दैन, त्यो बिचलाई कन्ट्रोभर्सी भएर हामीले भिडियो कुदाउनु पनि मिल्दैन। यो त छ नि अहिले पनि स्पष्ट कानुनमा, तर त्यो चिज चाहिँ कानुनको काहीँ लागू भएको देखिएन। त्यसलाई एउटा फन्डाको रूपमा चाहिँ ल्याइदियो। र वास्तवमा भन्ने हो भने नेपाली ब्रोको यो कुरा एकदमै मन पर्दैन थियो मलाई चाहिँ पहिलादेखि नै। किन चाहिँ हो भने तपाईँको सबैको कन्टेन्ट हुन्छ, सेक्टर हुन्छ, भाइरल भन्नेतिर पनि सबैलाई एउटै बकेटमा हालिदिन्छ। तपाईँहरूको पत्रकारिता साथीहरूले पनि कस्तो राम्रो विषयवस्तुलाई तपाईँले उठाएर जनता समक्ष पुर्याउनुहुन्छ, जुन विषयलाई तपाईँहरूको पत्रकारिताको विषयलाई त्यो पहिलो भिडियो हेरेर उहाँहरू सर्जक हुनुहुन्छ होइन। तर त्यस्तै चिजलाई चाहिँ कन्टेन्ट बनाएर फेरि त्यही चिजलाई मेनिपुलेट गरेर जनतालाई डाइभर्ट गर्ने साथीहरूको पत्रकार साथीहरू पनि फरक हुनुहुन्छ। जस्तो नेपाली ब्रो जस्तोलाई ल्याउने अनि त्यसपछि उहाँलाई चाहिँ सेलिब्रेटी बनाउने अनि त्यसपछि यसरी नै क्यामेरा अगाडि राखिदिने अनि प्रश्न उत्तरहरू गर्ने अनि चाहिने नचाहिने फन्डाहरू ल्याइदिने, त्यसले कस्तो खालको मानसिकता बनाएको थियो, उहाँलाई कहाँसम्म पुर्याउनुलाई त्यो पत्रकारिताको धर्म चाहिँ के थियो होइन। त्यस कारणले यो चिजलाई हामीले छुट्याउन नसक्दाखेरि पनि यो घटना घटेको हो। यदि साँच्चीकै उहाँ टिकटकमा पपुलरले नि त पपुलर हुनको पनि एउटा चिजहरू हुन्छ होला नि त होइन। जस्तो अजय श्रेष्ठलाई पनि त टिकटकमा म्याक्सिमम हेर्नुहुन्छ या तपाईँहरूको चाहिँ मिडियामा हेर्नुहुन्छ भनेपछि त्यो क्याटेगोराइज चाहिँ हुन्छ नि त। भनेपछि सम्पूर्णले ल्याएर एउटा बकेटमा हाल्नु हुँदैन। यसले चाहिँ समाजलाई कस्तोसम्म पुर्याउँछ भन्ने कुरा आज जनताले पनि थाहा पाउनुपर्छ। उहाँलाई सेलिब्रेटी बनाउँदाखेरि कस्तो खालको घटनामा लगेर उहाँले आज सिद्ध्याइदिनु भयो आफ्नो लाइफलाई र त्यो परिवारलाई कस्तो घात पुर्याएको छ भन्ने खालको कुरामा चाहिँ यहाँहरू पनि सजग हुनुपर्छ। त्यस कारणले गर्दाखेरि त्यो विकृतिहरू चाहिँ उहाँबाट आइ नै राखेको थियो र आउँदै गर्दाखेरि आज यो घटनासम्म पनि त्यसले पुर्यायो। त्यस कारणले उहाँलाई के खालको चाहिँ एक किसिमको दम भयो भने म साँच्चीकै चिरपरिचित मान्छे, म सेलिब्रेटी हुँ, म खेलाडीको एउटा अनुशासनमा पर्ने काम गर्नु भएको छ। उहाँले डिसिप्लिन हुँदैन, हरेक खेलको डिसिप्लिन हुन्छ क्या। त्यो डिसिप्लिनमा के उहाँ चाहिँ नेसनल खेलाडी हो भन्दामा के मान्छे कुट्दै हिँड्ने, म खतरा हुँ भन्दै हिँड्ने यो त्यस कारणले यही चिजलाई प्रशासनले हेर्नुपर्ने कि नपर्ने, सरकारको दायराभित्र पर्ने कि नपर्ने, उहाँ जतिको मान्छेले ल्याएर कारबाहीको दायरामा ल्याउनु पर्ने कि नपर्ने। सरकार त कमजोर प्रस्तुत भएकै हो। त्यस कारणले हामीले कहिलेकाहीँ के भन्छौँ भने हिजो सामाजिक सञ्जाललाई बन्द गरिदिउँ, फेसबुकलाई बन्द गरिदिउँ भन्दाखेरि जेनजी रेगुलेसन भएको हो नि त। तर हामीले सम्पूर्णलाई बन्द गरिदिउँ भनेकै होइन क्या। हामीले के चाहिँ भनेको हो भने यस्तो खालको विकृति फैलाउने क्यारेक्टरहरू चाहिँ यसरी आयो भने यो चिजलाई चाहिँ एउटा संशोधनको हिसाबले कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हामीले पनि गरे हो, सम्पूर्णलाई होइन। त्यस कारणले यस्तो चिज चाहिँ अब यसले फेरि अर्को घटना नगरोस् भन्नको लागि चाहिँ यस्तो पात्रहरू हाबी हुन्छ भने नेपाल सरकारले तुरन्त ती पात्रहरूलाई चाहिँ कानुनी दायरामा ल्याएर स्पष्टीकरण चाहिँ गराउनुपर्छ र यिनीहरूलाई यो खालको अब घटना घटाउनु हुँदैन भन्ने चाहिँ यो नेपाली ब्रो भन्ने पात्रबाट सिक्नु पर्ने छ अब धेरै 100% होइन। एउटा अन्तर्राष्ट्रिय खेलाडी हुँ भनेर आफूलाई दाबी गर्ने आफैलाई अब यतिखेर देश विदेशबाट चर्को आवाज उठेको छ कि अहिलेको सरकारलाई ऊ पात्रबाटै अब जसले हत्या गर्यो उसैलाई फाँसीको सजाय यो सरकारले सुरु गर्नु पर्यो भन्ने माग उठेको छ। 100% त्यसलाई यहाँले कसरी लिनुहुन्छ? ठिक ठाउँमा अब यो आएको छ होइन र एकदमै यो जघन्य अपराध हो। यो आज नेपालभरि नभइकन विश्वभरिले थाहा पाइसक्ने भइसकेको छ। आज हामीले चाहिँ हरेक सामाजिक सञ्जाल खोल्दै हुँदैन, सबैभन्दा बढी त्यही नै भिडियो कुदिराखेका हुन्छ। मान्छे एकदम अहिले चाहिँ आक्रोशमा आइराखेको छ हेर्नुहोस् होइन। त्यस कारणले गर्दाखेरि कानुन संशोधन गर्ने ठाउँमा सरकार पनि पुगिसकेको छ, बन्नुपर्छ। यही विकृतिको कारणले गर्दाखेरि हामी जस्तो निर्दोष मान्छेहरू धेरै मरिएको देश पनि हो र कानुनलाई खेलाएर धेरैजनाको हत्या गर्ने ठाउँ पनि भएको हो यो। त्यस कारणले फितलो कानुन हुँदाखेरि आज यस्ता मान्छे हाबी भएर एकजना महिला श्रीमती, 2टा बालबालिकाको बच्चाको आमाले घाँटी रेटेर मर्नु परिएको छ। यो नाङ्गो आँखाले सबैले देखिएको कुरा पनि हो। यहीँबाट सुरुवात हुनुपर्छ। केही कानुन संशोधन गरेर यस्ता अपराधी मान्छे जसले
आज देशलाई रुवाएको छ, देशको आमालाई रुवाएको छ, आज बच्चा बच्चीलाई रुवाएको छ। त्यो सम्बन्ध हरेक घरमा पुगेको छ। यो व्यक्ति यो 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 अहिलेको कन्टेन्ट, यो अहिलेको यो कुरो अहिले यो कुनै राजनीतिकमा जोडिएको कुरा होइन। हेर्नुहोस्, यो हरेक परिवारसँग जोडिएको कुरा। पेसा फरक होला, परिवार सबैको छ। यस्तो परिवारमा कस्तो खालको बितिराखेको छ त्यो उहाँहरूलाई थाहा छ, मैले फिल गरेको छु। त्यस कारणले अबको कानुन संशोधन हुनैपर्छ। यो चिजलाई मूल एजेन्डा बनाइयोस् र संसद भवनमा यो कुराले दिनुपर्छ र हस्ताक्षर भने हस्ताक्षर पनि उठाउनुपर्छ। र म पनि उहाँहरूको पीडितको पक्षमा म जान चाहन्छु। जुन हाम्रो ईश्वरी बहिनी आज तपाईँ नर्कमा हुनुहुन्न, स्वर्गमा हुनुहुन्छ, त्यहाँ बसेर तपाईँले हेर्नु भएको छ। तपाईँको 5 वर्षको बच्चा छ, त्यो अर्को छोरो छ होइन। त्यो छोरो मेरो पनि छ, मेरो पनि मलाई पनि पीडा छ एकदमै। तपाईँलाई हेरेर म अति पीडामा भइराखेको छु। त्यस कारणले गर्दाखेरि तपाईँले एकदमै तपाईँको छोराले तपाईँले एकदमै न्याय पाउनुहुन्छ। त्यसको लागि हामी लड्नै पर्दैन। त्यहाँ गएर तपाईँको स्पष्ट विचार त्यहाँ राखिदिने हो र सरकारले त्यो कुरामा अध्ययन पनि गर्छ। र यसको लागि चाहिँ यहाँहरू कहीँ पनि नहडबडिनु होला। र हामी एकदमै यो कुरामा चाहिँ एकदमै मलाई के छ भने तपाईँ राष्ट्रिय सेवक एकदम तपाईँ आर्मीको चाहिँ जङ्गल पदमा भएको मान्छेसँग त यत्रो घटना हुनसक्छ भने तपाईँ कति पीडामा चाहिँ बसिरहनु भएको थियो होइन। आज तपाईँको हत्यासम्म भएर छोड्यो। त्यस कारणले यहाँले आफ्नो श्रीमतीलाई यति धेरै माया गर्नुहुन्छ अजयजी, मलाई थोरै याद पनि आयो कि अब त्यत्रो बिरामी पर्दा पनि तपाईँले हरेक पल श्रीमतीलाई साथ दिनु। हजुर, आज एउटा जो नेपाली ब्रो नामको पात्रले श्रीमतीलाई त्यसरी हत्या गर्दाखेरि आफूले एकदमै भावुक भए तपाईँले भन्नुभयो। कसरी लिनुहुन्छ अलिकति यहाँले श्रीमतीलाई यति धेरै माया गर्नुहुन्छ नि? धन्यवाद, एकदमै धेरै धन्यवाद। मैले श्रीमतीको कुरा अलिकति बेसी ल्याउँदाखेरि कतिजना साथीहरूलाई एकदमै गाह्रो पनि भयो होइन। मैले मेरो श्रीमतीलाई बचाउनलाई मैले काँधमा मरेको लास बोकेर म हिँडेको हो। राज्यबाट मैले सेवा सुविधा नपाउँदाखेरि म सडकमा पनि आइपुगेको हो। त्यस कारणले त्यो कसले गरेको भन्दा यो जुन हिसाबले राज्य चलायो यिनीहरूले गरे हो। त्यस कारणले यिनीहरूलाई फालिनुपर्छ र साँच्चीकै डक्टर इन्जिनियरको टिम जनतालाई न्याय दिने टिम चाहिँ अब हुनुपर्छ भनेर पछिल्लोचोटि म यसरी चाहिँ यो अभियानमा पनि म आएको हुँ। गर्दा छोराले स्पष्ट भनिसकेको छ। म छोरालाई पनि भेट्छु, उहाँको आफन्तलाई पनि भेट्छु र कहाँ कहाँ के भएको छ। जुन हिसाबले प्रशासनमा उहाँ गएको थियो भने त्यो किन दर्ता भएन? यदि तपाईँहरूले त्यो दर्ता गरिदिनु भएको भए आज मर्नु त मर्यो नि, मरेर माथिको कति पीडासँग चाहिँ मर्नु त मर्यो, कति पीडासँग उहाँ मर्नुभयो। अब त्यो छोराछोरीले के छोरा दुईटा कुन अवस्थामा हुन्छ? त्यस कारणले गर्दाखेरि उहाँसँग भेटेर साँच्चीकै त्यो प्रशासनबाट गल्ती भएको छ भने उहाँहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। त्यो बेलामा ड्युटी गरेर बस्ने को हुनुहुन्थ्यो? कतिपटक उहाँहरू जानुभएको थियो? किन निवेदन दर्ता भयो? सिसी क्यामेरा फुटेज त्यहाँ देख्न सकिन्छ। सबै कुराको त्यहाँ अनुसन्धान हुनुपर्छ। यदि तपाईँहरूको कारणले उनले ज्यान मारेको छ, उसले गर्दा जस्तो उहाँहरूलाई सजाय उहाँहरूलाई पनि हुनुपर्छ जस्तो मलाई लाग्छ। किनभने यो प्रशासनको गल्तीले गर्दाखेरि पनि आज यो घटना घटेको हुनसक्छ। त्यस कारण उहाँले पटक 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 अहिलेको आक्रोश वहीँ छ कि 5 पटकसम्म हामीले भन्दाखेरि हाम्रो कुरा त्यहाँ सुनाइ भएन। उल्टो उहाँहरूसँग बसेर हाउ नेपाली ब्रो यहाँ हो भनेर फोटो खिचाएर पठाइयो भनेर उहाँको छोराले भनेको छ क्या। भन्नुपर्दा कत्रो हात छ भन्नुहोस् त। त्यस कारणले यो कुरा चाहिँ एकदम ट्रान्सपेरेन्सी रूपमा आउनु पर्यो। कसैले हतोत्साहित गरेर त्यहाँ साँच्चीकै मार्न बाध्य बनाएको छ भने ती पात्रहरूलाई पनि ल्याएर अनुसन्धानको घेरामा राख्नुपर्छ भन्ने मेरो भनाइ हो।